हाई नमस्ते, मेरो नाम प्रकृति काफले। तपाईहरु अहिले घुम्ने किताब युट्युब च्यानल हेर्दै हुनुहुन्छ। आज हामी नयाँ विषयवस्तु लिएर आएका छौं। के पढ्दै छौं जेनजी भन्ने टपिकमा। अनि जेनजीहरुले अहिलेको आन्दोलन हेर्दाखेरि एकदमै धेरै एनर्जाइज यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने चलिरहेको बेलामा पठन अनुभव, पढ्ने किताब, के किताब पढ्दैछन्, के गर्दैछन् भनेर त्यो विषयमा चासो राख्नु भएको छ भने हजुरहरुलाई यो भिडियो एकदमै राम्रो लाग्ने छ। आज हामी के पढ्दैछन् जेनजी भन्ने टपिकमा भिडियो बनाउँदै छौं। मेरो नाम प्रकृति काफले र मसँग आज हुनुहुन्छ दुई जना साथीहरु, अर्जुन अर्याल र यता अविनाश अर्याल हुनुहुन्छ। कार्यक्रम सुरु गर्नुभन्दा अगाडि हालै भएको जेनजीको आन्दोलन भदौ 23 मा भएको आन्दोलनमा शहीद हुनुभएका युवाहरूको सम्झनाको लागि श्रद्धाञ्जली अर्पण गर्दै हामी यो कार्यक्रम सुरु गर्दै छौं। अविनाश जी के पढ्दै हुनुहुन्छ त तपाईले आजभोलि? म तपाईहरुलाई मेरो पठन एक्सपिरियन्स सुनाउन गइरहेको छु। बाल्यकालदेखि नै मलाई किताबसँग रमाउने बानी पनि पर्यो। त्यो चाहिँ आफ्नै फ्यामिलीबाट चाहिँ म किताबहरू पढ्नको लागि चाहिँ उत्साही पनि भएँ र त्यसैले अघि बढाउने क्रममा चाहिँ करियर सँगसँगै किताबहरू पढ्ने, नयाँ खोज अनुसन्धान गर्ने चाहिँ आफूलाई इन्ट्रेस्ट पनि जाग्दै गयो र पछिल्लो समय चाहिँ म राजनीति र अर्थ सम्बन्धी मात्र किताबहरू पढेर चाहिँ आफ्नो पठन प्रक्रियालाई चाहिँ सुरु गरिरहेको छु। अनि किताब पढ्ने एक्सपिरियन्समा चाहिँ म राइटर बेसिस अथवा कुन लेखक भन्दा पनि आफूलाई कुन किताब मन परिरहेको छ र त्यसको लागि मलाई चाहिँ किताबहरूको क्वालिटीसँग पनि अलिकति प्रभाव चाहिँ पर्छ। कुनै एउटा पढ्न मन लागेको किताबको पेज नै अलिकति नराम्रो छ अथवा किताबको बनोट क्वालिटी पनि नराम्रो छ भने म त किताबतिर इन्ट्रेस्ट नै जाँदैन। अनि किताब पढ्न सजिलो चाहिँ म तपाईहरुलाई पनि के सुझाव दिन्छु भन्दा जहिले पनि कुनै किताब यदि तपाईहरुलाई पढ्न मन लाग्छ भने पहिला तपाईहरुले विषय सूचीहरू राम्रोसँग पढ्नु बानी गर्नुभयो भने अनि बल्ल तपाईहरुलाई चाहिँ किताब पढ्न पनि चाहिँ मद्दत पुग्छ। यो मेरो आफ्नो पढाइको एक्सपिरियन्स पनि हो। विषय सूचीलाई हामीले राम्रोसँग अध्ययन गरेर मात्र पढ्दै गयो भने चाहिँ त्यो किताब चाहिँ कम्प्लिट गर्न मन लाग्छ। हामीलाई के लाग्छ भन्दाखेरि किताब पढ्यो, एक दुई पाना पढ्यो अनि लास्टमा गएर फेरि एक दुई पाना पढेर किताब पढेको चाहिँ हुँदैन। त्यही भएर म तपाईहरुलाई मेरो सजेसन चाहिँ के रहन्छ भने किताबलाई जहिले पनि पढ्दाखेरि विषय सूचीबाट सुरु गर्दै लास्टसम्म पढ्नु भयो भने बल्ल किताब पढ्न चाहिँ इन्ट्रेस्ट जाग्दै गर्छ। र किताब कस्तो बेलामा पढ्ने, किताबलाई साथी बनाउन पनि सकिन्छ। हुन त हामीले 1.5 घण्टाको मुभी हेर्दाखेरि चाहिँ रमाइलो लाग्छ भने किताबलाई पनि त्यसरी नै 1.5 घण्टा अथवा आधी घण्टा चाहिँ समय चाहिँ छुट्याएर चाहिँ पढ्न थाल्नु भए पनि मजा पनि आउँदैछ। अहिले चाहिँ मैले यो नेशनल सेक्युरिटी एन्ड द स्टेट अफ फोकस अन नेपाल केशर बहादुर भण्डारीको किताब पढेर सक्दैछु। यो किताबमा चाहिँ विशेष गरी उहाँ एउटा सैनिक मा काम गरेको एक्सपिरियन्स र उहाँले चाहिँ विश्वभरि नै नेपाली सेनाले चाहिँ सेक्युरिटी सम्बन्धी काम गरेको कुराहरू बताउनु आउँदै भएको छ र विशेष गरी उहाँले चाहिँ नेपाललाई कस्तो प्रकारको सुरक्षा थ्रेटहरू अथवा जियोपोलिटिक्समा नेपाललाई पर्न सक्ने प्रभावहरूको बारेमा चाहिँ उल्लेख गर्नुभएको छ। र अहिलेको बदलिदो जियोपोलिटिक्स र संसारमै बदलिरहेको यो परिवेशमा चाहिँ यो किताब पढ्नु यदि तपाईहरुले पढ्नुहुन्छ भने चाहिँ धेरै थोरै भए पनि तपाईहरुलाई चाहिँ अहिले भर्खरै हाम्रो जेनजी आन्दोलन र यसपछिका वैदेशिक हस्तक्षेप अथवा विदेशी प्रभावहरूको बारेमा पनि तपाईहरुले बुझ्न सक्नुहुन्छ। र मेरो रिडिङ एक्सपिरियन्स भन्नुपर्दा चाहिँ एकदमै राम्रो र रमाइलो रहेको छ। मैले सबैभन्दा पहिला सुरुमा किनेको किताब चाहिँ नेपालमै सकिन्छ भन्ने किताब, यत्रो सानो किताब थियो। त्यो चाहिँ मैले आफ्नै पैसाले किनेको, एकदमै प्राउड फिल भएको थियो त्यति बेला। त्यो किताबबाट नै मेरो पढ्ने इन्ट्रेस्ट बढेको थियो। त्यसपछि अलि सानो उमेरमा चाहिँ मैले सेल्फ हेल्प बुक्सहरू धेरै पढेँ। अब जेनेरेसन नै यही हो, युथ्सहरूले अब कसरी हुन्छ, आफूलाई राम्रो बनाउनु पर्यो, बानी सुधार्नु पर्यो, यस्तो गर्नु पर्यो, आफ्नो केयर गर्नु पर्यो भनेर सेल्फ हेल्प बुकतिर गइहाल्छन्। र त्यसमा पनि मेरो एकदमै मन परेको बुक चाहिँ एटोमिक ह्याबिट्स भन्ने बुक थियो। त्यसले चाहिँ मेरो ह्याबिट्सहरू चेन्ज गर्नलाई एकदमै राम्रो गर्यो। किनभने ल मैले यस्तो गर्छु त्यसपछि हुन्छ कि हुन्न भनेर एक्सपेरिमेन्ट गर्ने टाइपको जस्तो पनि हुँदो रहेछ बुकहरू पढ्दाखेरि कहिलेकाहीँ। अनि त्यसपछि धेरै कुराहरू बुकहरू पढेर मैले आफ्नो रियल लाइफमा पनि रिलेट गर्न सकेँ। र अब यस्तो भएपछि यस्तो हुँदो रहेछ है, मैले यसरी बुझ्न पर्दो रहेछ, आफूलाई कन्ट्रोल गर्नु पर्दो रहेछ भन्ने कुरा पनि मैले सिकेँ सेल्फ हेल्प बुकबाट। अनि त्यसपछि चाहिँ ल मलाई अब धेरै ज्ञान भइसक्यो, मैले आफूलाई बुझिसकेँ कसरी कन्ट्रोल गर्नुपर्छ भन्ने कुरा बुझिसकेपछि चाहिँ मेरो रिडिङ चाहिँ शिफ्ट भयो यता नोभेल्सहरुतिर। अहिले मैले यो 1000 स्प्लेन्डिड सन्स भन्ने बाई
खालिद हुसेनी भन्ने बुक पढ्दैछु र यो बुक एकदमै राम्रो छ। कुन दिन यसले मलाई रुवाउने छ म भन्ने कुरामा म एकदमै धेरै विश्वस्त छु, किनभने अझैसम्म त म रुनी स्टेटमा पुग्दा फर्केर फेरि तलतिर आइसकेको छ। अनि यो बुकको बारेमा भन्नुपर्दा चाहिँ अफगानिस्तानमा भएका वुमेनहरूको लाइफको बारेमा छ, कसरी उनीहरूले दुःख गरेर बल्ल बल्ल आजको दिन कटाउँ भोलिको दिन कटाउँ भनेर बाँचिरहेका छन् भन्ने विषयमा यो बुकको बेस छ। अनि त्यसपछि धेरै कुराहरू सिकिन्छ बुक पढ्दाखेरि। बुक पढ्ने बानी बसाल्नु होला। मैले चाहिँ अब त्यस्तो उहाँ अविनाशजीले भने जस्तो विषय सूची पढेर यस्तो गरेर उस्तो गरेर बुक चाहिँ किन्दिनँ, तर मैले चाहिँ के गर्छु भन्दाखेरि बुकहरूको रिभ्यू खोज्छु गुगलमा, अनि त्यसपछि रिभ्यू राम्रो छ कि छैन, के छ त्यसको कन्टेन्ट विषयवस्तु, अनि त्योमा मलाई इन्ट्रेस्ट छ कि छैन, त्यही अनुसार मैले बुकहरू किनेर चाहिँ पढ्ने गर्छु। र मेरो रिडिङ एक्सपिरियन्स राम्रो बनाउनमा अर्जुन अर्यालको एकदमै ठुलो हात रहेको छ, किनभने उहाँसँग धेरै बुक्सको कलेक्सन छ। बुक पढ्नुहुन्छ उहाँले र मलाई राम्रो लाग्ला भनेर चाहिँ बुकहरू उहाँले मलाई दिने गर्नुहुन्छ, अनि मैले त्यो बुक पढ्छु। अहिलेसम्म मैले यस्तै गरेर धेरै हामी बिचमा बुक्स एक्सचेन्ज गरेर पढिएको पनि छ। अनि त्यसपछि मेजर गरेर द प्रोफेट, त्यसपछि द ब्रोकन विङ्स जुन चाहिँ खलिल जिब्रान भन्ने राइटरले लेख्नु भएको छ, त्यो बुक पनि मलाई एकदमै राम्रो मन पर्यो। र सकियो त्यो त। त्यसपछि उहाँले नै दिनुभएको त्यो दुईवटा बुक पनि। अनि त्यसपछि मेरो रिडिङ एक्सपिरियन्स चाहिँ यति नै हो। मेरो पठन अनुभव चाहिँ सुनाउँदाखेरि मैले पढ्न सुरु गरेको चाहिँ त्यो एसएलसी पछि मेरो ठ्याक्क छुट्टी भएको थियो नि, त्यति बेला म काठमाडौँ गएको थिएँ। अनि त्यति बेला चाहिँ म आफ्नै पैसाले चाहिँ त्यतिखेर दाइहरूले के भन्थ्यो भन्दाखेरि किताब चाहिँ पढ्नुपर्छ भन्ने खालको एउटा थियो। अनि त्यति बेला मैले के किताब किनेँ भन्दाखेरि चाहिँ आइन्स्टाइनको, अल्बर्ट आइन्स्टाइनको जीवनी, त्यो नेपालीमै थियो। अनि त्यो पढिसकेपछि त म नन स्टप पढेँ। यस्तो गजब लाग्यो कि त्यो आफ्नो बाल्यकालदेखिको अल्बर्ट आइन्स्टाइनलाई चाहिँ उनको बुवाले त्यो एउटा म्याग्नेटिक वाच दिएका हुन्छन्। अनि त्यो हेरेर चाहिँ त्योबाट चाहिँ तिनलाई अल्जेब्राको बुक्सहरू अनि त्यो म्याग्नेटिक वाचले चाहिँ अल्बर्ट आइन्स्टाइनलाई चाहिँ पछिसम्म प्रभाव पारेको थियो। अनि त्यो कुराले अनि त्यसपछि तिनले चाहिँ त्यस अल्बर्ट आइन्स्टाइनलाई चाहिँ साइन्सप्रति चाहिँ तिनको रुचि बढायो। अनि तिनले जेनरल थ्योरी अफ रिलेटिभिटी पनि दिए, स्पेसियल थ्योरी अफ रिलेटिभिटी पनि दिए। अनि त्यति बेला चाहिँ साइन्सप्रति पनि मेरो रुचि बढ्यो। अनि पढ्ने किताब पढ्ने बानी पनि त्यहाँदेखि बसेको भन्ने चाहिँ मलाई लाग्छ। त्यसपछि चाहिँ फेरि साहित्यतिर फेरि नवराज पलारजीको त्यति बेला सगरमाथाको गहिराई आयो। अनि त्यसपछि फेरि त्यति बेला नै त्यसपछि चाहिँ मैले पढेँ सरुभक्तको पागल बस्ती। त्यो किताब पढेपछि त म 3 दिन मेरो मथिङ्गल हल्ले थियो। अनि त्यसपछि चाहिँ बिस्तारै चाहिँ पढ्न सुरु गरियो। अनि म फेरि +2 सकिसकेपछि चाहिँ फेरि काठमाडौँ गएको थिएँ। त्यति बेला चाहिँ काठमाडौँमा त्यो +2 दिइसकेपछि टाइम टन्नै फ्री थियो। त्यति बेला दाइहरूले केशर लाइब्रेरीमा चाहिँ पढ्न जान्थ्यौँ हामी। अनि त्यहाँ थुप्रै किताबहरू थियो। त्यो केशर शमशेर जसले चाहिँ आफ्नो नेपालकै सबभन्दा ठुलो सम्भवतः लाइब्रेरी बनाएको थिए आफ्नो समयमा। अनि त्यो पुस्तकालयमा गएर हामीले चाहिँ किताब पढ्थ्यौँ। अनि त्यहाँ मैले चाहिँ विभिन्न थरी किताब पढ्यो, ओशोदेखि लिएर होइन साहित्यको किताबहरू, भोपी शेरचन, सरुभक्त सबै लगभग कति सकिन्छ त्यति पढेँ। त्यति बेला चाहिँ त्यो टाइममा म लगभग 19 वर्षको थिएँ त्यति बेला, 2019 मै ठ्याक्क। त्यति बेला थुप्रै किताब पढ्यो। त्यति बेला चाहिँ अब पढ्नुपर्छ भन्ने खालको किताबमा रस पनि भेटाउन लाएँ। अनि त्यसबाट सुरु गरेको। अनि त्यसपछि चाहिँ बिस्तारै कविताप्रति फेरि अलिक व्यापक भयो रुचि होइन। अनि कविताहरू पनि पढ्यो थुप्रै। अनि मनपर्ने कविमा चाहिँ सुरुमा त भोपी शेरचन नै हुनुहुन्छ। भोपी शेरचन, मनु मन्जिल, विक्रम सुब्बा, उपेन्द्र सुब्बा होइन, अनि श्रवण मुकारुङ हुँदै अहिले मेरो रुचिको क्षेत्र फेरि अर्थशास्त्र, राजनीति अनि पब्लिक पोलिसी, इन्टरनेसनल रिलेसन, हिस्ट्री छ। अनि मैले ब्याचलर पनि फेरि म +2 साइन्स पढेको थिएँ। ब्याचलरमा आएर फेरि राजनीतिशास्त्र अनि त्यसपछि र
अर्थशास्त्र पढेँ अनि ठ्याक्क मेरो त्यो राजनीतिमा नि रुचि त्यही बेलामा बढ्यो होइन। अनि त्यति बेला फेरि केपी ओलीले के गरेको थियो भन्दाखेरि संसद विघटन गरेको थियो अनि त्यति बेला माहौल तातेको थियो कि यो राजनीतिक माहौल पनि तातेको थियो। अनि त्यो बेला चाहिँ राजनीति होइन यो त पढ्नै पर्ने विषय छुटाउने होइन भनेर त्यति बेला राजनीतिमा चाहिँ एकदम व्यापकै रुचि भयो। अनि त्यसपछि अर्थशास्त्र सँगसँगै नै अनि मैले ब्याचलरमा अहिले चाहिँ राजनीतिशास्त्र र अर्थशास्त्रबाट ब्याचलर कम्प्लिट भयो। अब चाहिँ मास्टर गर्ने पनि मेरो अर्थशास्त्रमै मास्टर गर्ने प्लान छ। मेरो रुचिको विषय नै हुन् राजनीति अनि त्यसपछि अर्थशास्त्र, पब्लिक पोलिसी, इन्टरनेसनल रिलेसन्स यिनीहरूमा। अनि मैले गर्ने काम पनि यही हो, पढ्ने, लेख्ने, घुम्ने अनि पढाउने बेला बेलामा पैसा पनि चाहियो अलिअलि होइन। अनि अब पैसा जम्मा भयो कि किताब किन्ने हो मेरो बानी, फेरि अरू केही छैन त्यस्तो खासै। सुरुमा त्यो किताब किन्नलाई पैसा हुन्थेन कि 19-20 वर्षको उमेरमा, पकेट मनी जम्मा गऱ्यो अनि किताब किन्यो, एउटा कोही आइदिन्छ अनि किताब लैदिन्छ, गायब पारिदिन्छ। अनि यस्तो दुःख लाग्थ्यो, जम्मा गऱ्यो पैसा जम्मा गरेर किताब किन्यो, नास्ता खाने पैसाहरू बटुलेर। अनि पछि चाहिँ अलिअलि पैसा कमाएपछि मैले थुप्रै किताब किनेँ। अनि त्यसपछि अझै त्यो किताब किनेको किताब नि सबै पढेर सकिसकेको छैन, किनिरहेको छु। अनि मेरो चाहिँ अहिले मैले पढ्दै गरेको चाहिँ किताबमा अहिले राजनीतितिरै अलि बढी फोकस छ। अनि हाम्रो चाहिँ यो राणा शासनपछि यो हाम्रो प्रजातन्त्र आयो 2007 सालमा। त्यस प्रजातन्त्र ल्याउनमा चाहिँ बिपी कोइराला परिवार अनि त्यसपछि हाम्रो त्यो बारेमा चाहिँ जानकारी दिने अहिले मैले पढ्दै गरेको किताब हो बिपीको आत्मवृत्तान्त, यो पढ्दैछु। यसमा चाहिँ बिपीले आफ्नो त्यो सङ्घर्षको कथाहरू छन्, कसरी चाहिँ उहाँको बुवा कृष्णप्रसाद कोइरालाले चाहिँ राणा शासन विरुद्ध सामान्य एउटा के गर्नुभएको थियो भन्दाखेरि एउटा बिपीको बुवा कृष्णप्रसाद कोइरालाले चन्द्र शमशेरलाई चाहिँ तपाईँको पर्जाहरू र तपाईँले लगाउने कपडाहरू कस्तो छन् भनेर चाहिँ एउटा त्यो जनताको फाटेको त्यो ढाक्रेहरूको कपडा चाहिँ पठाइदिएको थिए। अनि चन्द्र शमशेरलाई चाहिँ मारिदिस उठेछ अनि चाहिँ उनले चाहिँ पक्राउ पूर्जी आदेश दिएछन्। अनि चाहिँ अब बिपीको बुवा कृष्णप्रसाद कोइराला भागेर इन्डिया जानुभयो। अनि त्योबाट चाहिँ बिपीको राजनीतिक जीवन सुरु हुन्छ। अनि उनले चाहिँ बिपीले चाहिँ इन्डियाबाटै आफ्नो राजनीतिको यात्रा चाहिँ सुरु गर्छन्। अनि नेपालमा फर्किसकेपछि चाहिँ फेरि यो प्रजातन्त्र पनि आउँछ। अनि त्यसपछि बिपी पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि बन्छन्। फेरि राजाले कु गर्छन् महेन्द्रले, त्यसपछि फेरि महेन्द्र बितिसकेपछि फेरि वीरेन्द्र आउँछन्। हामी फेरि 36 सालको फेरि त्यहाँ जनमत सङ्ग्रह पनि हुन्छ। अनि फेरि 46 सालमा बौद्ध लाउँछ होइन। यसमा चाहिँ 46 सालतिरको कुरा त छैन, तर त्यो चाहिँ सबै अब यो हाम्रो पुस्तालाई के पनि आरोप छ भन्दाखेरि नयाँ पुस्ताले पढ्दैनन् भन्ने, यो जिनजीहरू मोबाइल मात्रै खेलाउँछन् पढ्दैनन् भन्ने चाहिँ छ। अब त्यसलाई चिर्नलाई मैले अब कति पढ्न सक्छु भने मैले चाहिँ के लाग्छ भन्दा म एभरेज मेरो पुस्ताको एभरेज साथीहरूले भन्दा चाहिँ मैले अलिकति बढी पढ्छु जस्तो मलाई लाग्छ। त्यो कतिको सत्य हो त्यो चाहिँ थाहा भएन। मैले यहाँ अविनाशजीको रिडिङ एक्सपिरियन्स सुन्दा चाहिँ एकदमै राम्रो लाग्यो। उहाँले के अरे वैदेशिक हस्तक्षेपको कुरा पनि गर्नुभएको थियो। यसमा चाहिँ मैले सबैभन्दा सुरु वैदेशिक हस्तक्षेप के रहेछ भनेर बुझेको चाहिँ एउटा किताबबाट नै, यो नेपालको संविधान भन्ने किताब थियो। त्यसमा चाहिँ सुरुको पेजमा नेपालको संविधान बन्ने बेलामा इन्डियाले हस्तक्षेप गरेर नाकाबन्दी गरेको, के गरेको, अनि आफ्नो मागहरू पुरा नगरेर चाहिँ के अरे हामीलाई अप्ठ्यारो पारिदिएको भन्ने कुरा चाहिँ मैले त्यहाँ पढेको थिएँ। अनि पक्कै नै ल यही नै हो विदेशी हस्तक्षेप, किनभने हाम्रो राज्यले हाम्रो देशले आफ्नो लागि संविधान बनाउँदै गरेको छ र अर्को देशले भारतले आएर यस्तो गरिदिने, हामीलाई गाह्रो पारिदिने भन्ने त यही नै होला विदेशी हस्तक्षेप भन्ने कुरा भन्ने चाहिँ मैले यहाँबाट यति बुझेको थिएँ सुरुमा।
अनि किताब पढ्न चाहिँ उहाँले अर्जुनजीले भने जस्तै खाजा खाने पैसा बचाई किताब के अरे किताब किन्ने अनि किताब किने पनि एउटाले ल यो किताब किन्ने रहेछ म लैजान्छु है भनेर फेरि दाइ दिदीहरूले लैजाने हामी त सानो उमेरको उहाँहरूले मागेपछि के गर्ने त हामीले दिन बाहेक अरू विकल्प भएन अनि लगेपछि ल्याइदिनुहुन्न फेरि अनि त्यसपछि यही नै पीडा हुने थियो। मैले पनि एक्स्ट्रा पैसा हुने बित्तिकै किताब किन्न दौडिहाल्ने बुटोलको स्टेसनरीमा कहाँ हुन्छ के हुन्छ अनि मेरो आमाले पनि एक्स्ट्रा पैसा भएदेखि किताब किन्नै जान्छे अरू त केही गर्दिने भन्ने यस्तो किसिमको कुरा पनि सुन्नु परिरहेको छ हामीले। अब अर्जुनले भने जस्तै यो जेनजी पुस्ताले मोबाइल मात्रै हेरिराख्छन् अलि वेट छैन उहाँहरूको अनि खालि हावा कुराहरू मात्रै गर्नुहुन्छ अनि सिरियसनेस छैन भन्ने जुन किसिमको बुझाइ छ त्यो चाहिँ अलि होइन भन्ने चाहिँ मेरो पनि आवाज छ। किनभने हामीले पढिरहेका छौँ अहिले हामी 3 जना छौँ 3 जना मात्र त छैनौँ होला खोज्दै जाने भने त बुटोलमा अझै पनि धेरै हुनुहुन्छ होला किताब पढ्ने पैसा बचाइ पढ्नुपर्छ गर्नुपर्छ लेख्नुपर्छ भन्ने मानिस पनि हुनुहुन्छ होला। त्यही भएर यो धारणा चाहिँ अलिक कम गर्नुपर्छ जस्तो त मलाई पनि लाग्छ। र अर्जुनजी हजुरको भयो अझै बाँकी? अब चाहिँ मैले अहिले के भन्न चाहन्छु भन्दाखेरि हाम्रो पुस्तालाई कसरी पढ्ने के किताब पढ्ने भन्ने बारेमा चाहिँ अब हामीले पढ्दाखेरि चाहिँ अब अहिले राजनीति एकदम अलि तरल अवस्थामा पनि छ हैन। अब यो जेनजी आन्दोलन पनि भयो अब यसलाई चाहिँ विभिन्न दृष्टिकोणबाट पनि हेरिरहेको छ हैन। विश्वमा पनि यो एकदम मानक आन्दोलन हो भनेर पनि कुराहरू आइरहेको अवस्था छ। अब यसले चाहिँ हामीले आन्दोलनमा उठाएको विषयहरू पनि तुइन सक्छन् भन्ने पनि एक किसिमको डर पनि छ हैन। फेरि पुरानै हामीले उठाएको विषयवस्तु चाहिँ के भन्दाखेरि भ्रष्टाचार चाहिँ हुनु भएन हैन अनि दण्डहीनता हुनु भएन अनि सुशासन कायम हुनु पर्यो अनि यो प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु पर्यो भन्ने कुराहरू यस्तो छ हैन। अहिले मैले पढ्दै गरेको अर्को बुक चाहिँ पुअर इकोनोमिक्स। यो चाहिँ नोबेल प्राइज विनर अभिजित बेनर्जी र एस्थर डफ्लोले लेखेको 2019 को इकोनोमिक्स साइन्समा चाहिँ नोबेल प्राइज पाउनु भएको थियो अभिजित बेनर्जी र एस्थर डफ्लोले। उहाँको रिसर्च चाहिँ र्यान्डम कन्ट्रोल ट्रायल आरसिटी भन्छ मेडिकल फिल्डमा चाहिँ अलि बढी परिचित छ अनि यो चाहिँ उहाँहरूले चाहिँ यो अर्थशास्त्रमा पनि लागू गरेर यसमा नेपालमा पनि छ प्रसङ्ग यो किताबको। गरिबी निवारणमा चाहिँ अहिलेसम्म भएका प्रयासहरू कस्ता छन् र तिनीहरू चाहिँ कसरी असफल भइरहेका छन् हैन। अनि यसलाई चाहिँ हामीले नयाँ विभिन्न पद्धतिहरूबाट चाहिँ यसलाई हामीले कसरी चाहिँ गरिबी निवारणमा हामीले चाहिँ काम गर्न सकिन्छ इन्टरभेन्टिभ प्रोग्रामहरू ल्याएर अथवा एडहरूबाट हैन कसरी गर्न सकिन्छ भन्ने विभिन्न कुराहरूको बारेमा उहाँले गरेको 15 वर्षको अनुसन्धानबाट चाहिँ गरेको कुराहरू छन्। अनि यो किताब लेखिसकेपछि चाहिँ उहाँलाई यो रिसर्च गरे बापत गरिबी निवारणमा 2019 मा चाहिँ नोबेल प्राइज दिएको। अनि यो दिइसकेपछि फेरि उहाँले अर्को बुक पनि लेख्नु भएको थियो गुड इकोनोमिक्स फर ब्याड टाइम्स भनेर, त्यो पनि म पढ्नलाई साथीहरूलाई सजेस्ट पनि गर्छु। अनि मैले पढ्दै गरेको अर्को बुक चाहिँ महात्मा गान्धीको द स्टोरी अफ माई एक्सपेरिमेन्ट विथ ट्रुथ भनेर चाहिँ यो महात्मा गान्धीको आत्मकथा। यो चाहिँ भारतीय स्वतन्त्रता भारतले चाहिँ ब्रिटिस साम्राज्यबाट चाहिँ आफ्नो स्वतन्त्रता हासिल गर्ने एक मात्र त नभनौँ यो जोस् भारतीय स्वतन्त्रताको लागि लड्ने चाहिँ महान योद्धा भनौँ अहिंसात्मक आन्दोलनका नायक गान्धीको आत्मकथाको बारेमा किताब छ। यो पनि मैले पढ्दैछु, यो पनि मैले चाहिँ पढ्न सजेस्ट गर्छु। अनि किताब अब सजेस्ट गर्नुपर्दा चाहिँ मलाई राम्रो लागेको किताबहरूमा चाहिँ अहिलेसम्म सुरुमा चाहिँ पढ्नै किताबमा चाहिँ मैले एउटा भन्छु पर्फेक्ट खलिल जिब्रानको। त्यसपछि चाहिँ अर्को छ यही माई स्टोरी अफ माई एक्सपेरिमेन्ट विथ ट्रुथ एउटा, अनि बीपीको आत्मकथा हैन। अनि त्यसपछि अर्को भोपी शेरचनको घुम्ने मेसमाथि अन्धो मान्छे, त्यो पनि पढ्नुपर्ने किताब हो। अनि अरू चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा चाहिँ यदुनाथ खनाल फाउन्डिङ फादर हो नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको
होइन आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको चाहिँ यदुनाथ खनाललाई फाउन्डिङ फादर भन्छ। उहाँको किताब छ जयराज आचार्यले लेखेको, त्यो किताब पनि म पढ्न सजेस्ट गर्छु। अनि त्यसपछि नेपालको संविधान पनि म पढ्न सजेस्ट गर्छु युवा हाम्रो साथी नवपुस्ताहरूलाई होइन। आफ्नो देशको संविधान त पढ्नु पर्यो, त्यो चाहिँ पढ्नु पर्यो। अलि बुझ्न अलिक गाह्रो पनि हुनसक्छ होइन, तर त्यो पनि पढ्नु पर्यो। अनि यही नै हो। अनि आफ्नो समाजमा भइरहेको चाहिँ यो गतिविधिहरू चाहिँ अलिकति चनाखो भएर पनि हेर्नु पर्यो, त्यो गऱ्यो भने राम्रै हुन्छ जस्तो मलाई लाग्छ। मैले त्यो पनि गर्छु होइन। त्यो भएर हामी यो भिडियो बनाइराख्दा चाहिँ फर्मल्ली नगएर आफ्नो कुराहरू डिस्कस गर्ने भनेर यसरी भिडियो बनाउँदैछौँ। हामी दुईटाले त अलि धेरै नै भन्यौँ, अब अविनाशजीले अलि थोरै भन्नुभएको छ, पक्कै पनि उहाँसँग धेरै एक्सपिरियन्स छ, हामीले उहाँबाट निकाल्ने कोसिस गर्नेछौँ। र अविनाशजी बाँकी हजुरको एक्सपिरियन्स के रहेको छ भन्नुहोस् र। विशेष गरी साथीहरूले भनेको जस्तो अहिले हाम्रो पुस्तालाई चाहिँ किताबहरू पढ्दैनन्, यिनीहरूलाई चाहिँ राजनीतितर्फ इन्ट्रेस्ट छैन अथवा यिनीहरू समाजसँग घुलमिल हुन सक्दैनन् भन्ने जे जति आरोप लागेको छ त्यो किन भएको भन्दै गर्दाखेरि त्यत्रो 62-63 को जनआन्दोलनले ल्याएको यो व्यवस्थाले जुन मेरो दाइ पुस्ता अथवा मेरो बुवा पुस्ताले आफ्नो जीवनभरि सङ्घर्ष नै गरेर आएको यो व्यवस्थाले चाहिँ पक्कै पनि हाम्रो लागि चाहिँ अब चाहिँ अपर्च्युनिटीहरूको ढोका खोल्यो। हामीले चाहिँ अब आनन्दसँग चाहिँ कुनै त्यस्तो राजनीतिक परिवर्तन गर्नु पर्दैन, हाम्रा इच्छाहरू अब पुरा हुन्छन्, हामीले चाहिँ स्वदेशमै पढ्न पाइन्छ, रोजगारी पाइन्छ भन्ने किसिमले गर्दाखेरि चाहिँ हामी चाहिँ सूचना प्रविधिसँग अहिले संसारसँगै कम्पिटिसन गर्नको लागि चाहिँ हामीले सूचना प्रविधिहरूलाई चाहिँ एउटा आफ्नो जीवनकै एउटा अमूल्य चाहिँ वस्तु बनाएर हिँडिरहेका थियौँ। तर बिस्तारै यो सरकारले गरिरहेका कुराहरू र हामीले चाहिँ हाम्रो एक्सपिरियन्स चाहिँ जुन पढाइको एक्सपिरियन्स हुनसक्छ, पढाइसकिसकेपछि चाहिँ व्यवसाय गर्दाको एक्सपिरियन्स र रोजगारी खोज्दै जाँदाको एक्सपिरियन्सले चाहिँ के पायौँ भन्दाखेरि यो राजनीति चाहिँ अझै पनि सुध्रेको रहन्छ। अहिले पनि राजनीतिकै आडमा केही तत्त्वहरूले चाहिँ यो देश चलाइरहेको कारणले गर्दाखेरि आज पनि हामी यो देशमै रोजगारी नपाएर ब्याचलर पढ्दै चाहिँ म विदेश किन जानुपर्छ छ भन्ने कुराहरू खोज्दै जाँदा चाहिँ यसमा चाहिँ हामीले चाहिँ पछि राजनीतिमा चाहिँ समस्या देख्यौँ। र यो जेनजी आन्दोलनको एउटा उस पनि हामीले भोग्दै आएको पीडाहरू, हामीले पढ्दाखेरि भोग्दै आएको कुराहरू, हामीले इभन लाइसेन्स निकाल्दाखेरि त्यो घाममा हिँड्नुपर्ने कुराहरू, हामीले चाहिँ हरेक कुराहरू जसमा चाहिँ हामीले लाइनै लगाउनु पर्ने सामान्यभन्दा सामान्य एउटा औषधिको लागि पनि लामो समयसम्म कुर्नुपर्ने अवस्था जुन हामीले विगत 10 वर्षमा भोग्यौँ, यसले चाहिँ हामीलाई चाहिँ निकै नै आक्रोशित पनि गराएको थियो। र अब यी पुराना पुस्ताहरूबाट चाहिँ हुँदैन है, जसले चाहिँ हाम्रो परिवर्तनहरू उहाँहरूले बुझ्न सक्नु हुँदैन भन्ने भइसकेपछि चाहिँ यसलाई एक किसिमको चाहिँ हाम्रो आक्रोशलाई चाहिँ पोखिने काम चाहिँ फेरि सरकारले चाहिँ सोसल मिडिया बन्द नै गरेर गरेको थियो। र हामी चाहिँ राजनीतितर्फ इन्ट्रेस्ट गर्नुपर्छ भन्दै गर्दाखेरि सबै जेनजीहरूलाई म के आग्रह गर्छु भन्दा हाम्रो नेपालको संविधान चाहिँ पढ्नुपर्छ। आज पनि हामी विकासको कुराहरू गरिरहेका छौँ, हाम्रो आन्दोलनकै मेन एजेन्डाको रूपमा रहेको जुन एन्टी करप्सन अथवा भ्रष्टाचार अन्त्यको कुराहरू चाहिँ हाम्रो संविधानले नै त्यो भ्रष्टाचार अन्त्यको कुराहरू रोकिरहेको छ। हाम्रो संविधानले नीतिगत भ्रष्टाचारलाई भ्रष्टाचार मानेको छैन। यो संविधानमा हामीले यदि पुनर्लेखन गर्न सकिएन भने चाहिँ यही संविधानमा रहिरहेर चाहिँ भोलिका दिनमा पनि हामी नै आफू सरकारमा गए पनि अथवा जेनजीहरूले नै सरकार चलाउने अवस्था आयो भने पनि हामीले कसैलाई न्याय चाहिँ दिन सक्दैनौँ। तसर्थ म सम्पूर्ण जेनजी भाइ मित्रहरूलाई चाहिँ नेपालको संविधानको हरेक बुँदा पढौँ, अरू किताबहरू चाहिँ देश रहे हामी रह्यौँ भने पढ्न प्रशस्त अपर्च्युनिटीहरू पाइ नै रहनेछौँ। त्यसैले सम्पूर्ण जेनजीहरूलाई एकचोटि यो देशको संविधान चाहिँ नजिकैको पुस्तक पसलमा गएर किनेर चाहिँ पढ्नलाई चाहिँ म धेरै आग्रह गर्दछु। र यति राम्रो र यति लामो ठुल्ठुला शब्द सहितको रिडिङ एक्सपिरियन्स सुन्न पाइयो र हामीले एकअर्कासँग यसरी कुरा गरिराख्दाखेरि आफूले पनि केही कुरा सिकियो र अरूलाई केही कुरा पनि सिकाइयो भन्ने कुरा चाहिँ मैले एक्सपेक्ट गर्छु यो कार्यक्रमबाट चाहिँ। अनि अब यसरी बुक्सकै कुरा गरिराख्दाखेरि मैले आफूले अहिले पढेसम्म हाम्रो जेनजीहरूको लागि या हाम्रो दर्शकहरू जतिले हेरिराख्नु भएको छ उहाँहरूको लागि बुक्सहरू रिकमेन्ड गर्न चाहे यदि हजुरहरूलाई मनपर्छ भने हजुरले पढ्न सक्नुहुन्छ। फर्स्टमा छ एटोमिक ह्याबिट्स, हजुरहरूले पढ्नै पर्ने एकदमै राम्रो, त्यसको नेपालीमा अनुवाद गरिएको बुक पनि छ एटोमिक ह्याबिटकै। अनि त्यसपछि यो पनि पढ्नु होला किनभने हामीले अहिले महिला पुरुषको जति कुरा
जे कुरा गरिरहे पनि त्यो जति गरे पनि कम हुन्छ र यो पढेर अलिकति अझै धेरै बुझिन्छ कि अलिकति धेरै केही कुरा गर्न सकिन्छ कि एनर्जी ग्यादर गर्न सकिन्छ कि महिलाहरूको बारेमा बोल्नको लागि भनेर यसले पनि अलिकति धेरै हेल्प गर्छ। अर्को छ इकिगाई भन्ने बुक छ जापानिज बुक हो। त्यो इकिगाईको नेपाली भर्जन पनि छ। हजुरहरूलाई इङ्ग्लिस पढ्न अप्ठ्यारो लाग्छ भने नेपाली पढ्दा पनि हुन्छ। त्यो पनि एकदमै चाहिने किताब हो। हामीले हाम्रो जीवन कसरी जिउनुपर्छ, जीवनको उद्देश्य के हो, एउटा उद्देश्य लिएर हामीले हाम्रो जीवन जिउनुपर्छ जति वर्ष बाँचे पनि भनेर त्यो बुकको यो बेसिक लाइन हो या अब्जेक्टिभ हो भनेर बुझ्दा पनि हुन्छ। त्यसपछि उहाँहरू दुईटाले भनेको किताब त अब चाहिने नै भयो, जेएनजीहरू भए पनि या अरू कुनै पुस्ता भए पनि हामी नेपालमा बसिसकेपछि सबै कुरा बुझ्नुपर्छ। अर्थ, राजनीति, समाज, आफ्नो शरीर सबै कुरा बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। र अर्को बुक चाहिँ सोफिज वर्ल्ड, यो बुक पनि मैले पढेको हो। तर सुरुमा अलिकति अप्ठ्यारो लाग्छ तर पढ्दै जाँदाखेरि चाहिँ धेरै कुरा सिकिन्छ। अनि अर्को हाम्रो नयाँ अहिले हालसालै नयाँ बुक आएको छ सावर्णी भन्ने, उहाँको राइटर त नाम त मैले बिर्सेँ, श्रीधर खनालको सावर्णी भन्ने बुक पनि छ। उहाँ हजुरहरूले त्यो बुक पनि पढ्नु होला, एकदमै राम्रो छ त्यो पनि। अनि त्यसपछि र यति नै थियो। अनि हाम्रो रिडिङ एक्सपिरियन्स यस्तो थियो। हामी 3 जनाको मात्र रिडिङ एक्सपिरियन्स त यो पुरै नेपालभरि जेएनजीहरूको रिडिङ एक्सपिरियन्स के हो भनेर बुझ्न त नसकिएला र पछि घुम्ने किताबले अझै धेरै युवाहरूलाई ल्याएर रिडिङ एक्सपिरियन्सको या रिडिङ ह्याबिट्सको बारेमा धेरै भिडियो बनाउने नै छ। अनि यस सँगसँगै अहिले आउँदै गरेको 2082 सालको विजयादशमी तिहार तथा छठ पर्वको शुभकामना यहाँ समस्त नेपालीहरूलाई, नेपालमा बस्ने नेपालीहरूलाई र नेपाल बाहिर बस्ने नेपालीहरूलाई पनि दिँदै आजको कार्यक्रम यहीँ सकिन्छ। अनि आजको कार्यक्रम कस्तो लाग्यो, अनि हजुरहरूले हामीले भनेको किताबहरू पढ्नु भएको छ कि छैन, या हजुरहरूलाई केही किताबहरू सुझाव दिन मन लाग्यो भने हाम्रो कमेन्ट बक्समा लेखिदिनु होला। केही आइडियाज छ जुन चाहिँ घुम्ने किताब युट्युब च्यानलले फलो गरोस् या त्यही बेसमा रहेर नयाँ कार्यक्रम बनाओस् भन्ने हजुरको सुझाव सल्लाह छ भने त्यो पनि कमेन्ट बक्समा लेखिदिनु होला। लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र हाम्रो भिडियो सबै धेरैभन्दा धेरै जेएनजीहरूको आँखा अगाडि परोस् भन्ने चाहिँ यो हाम्रो अभियान छ। यसलाई चाहिँ सक्सेसफुल बनाइदिनु होला र पढ्दै गर्नु होला, लेख्दै गर्नु होला, आफ्नो ख्याल गर्दै गर्नु होला। पढिन्छ र बल्ल सिकिन्छ, सिकेपछि बल्ल राम्रो मान्छे बनिन्छ। र थ्याङ्क यू।